दर्शकवृन्द नमस्कार। म आजको एपिसोडमा यहाँहरूकै चासो रहेको र यहाँहरूले हामी जस्ता ज्योतिषीहरूसँग कुण्डली देखाउन आउँदाखेरि भोग्नु परेका कुराहरू र यहाँहरूमा पैदा हुने त्रास जस्ता विषयहरू समेटेर एउटा भिडियो प्रस्तुत गर्न गइरहेको छु। शास्त्रीय हिसाबमा नभए तापनि अहिलेको चलन चल्तीको ज्योतिषीमा काल सर्पयोग भन्ने साथै हामीहरू जिब्रो टोक्छौँ। ज्योतिषीहरूले पनि काल सर्पयोगलाई धेरै नै हाउगुजीको रूपमा लिदिनुहुन्छ। त्यो अलिकति फरक मत म यहाँहरू समक्ष प्रस्तुत गर्दैछु। काल सर्पयोग भनेको के हो भनेदेखि राहु र केतुको बीचमा यदि हामीरा बाँकी ग्रहहरू 7वटा ग्रहहरू पर्दछन् भने त्यो योगलाई काल सर्पयोग भनिन्छ। त्यसमा यदि कुनै 2वटा ग्रहहरू बाहिर छन् भनेको मतलब राहु र केतुको बीचमा कुनै 5वटा ग्रहहरू मात्रै छन् भने त्यसपछि काल सर्पयोगको दोष लाग्दैन। यहाँहरूले जानकारी राखिराख्नु होला। फेरि पनि म दोहोऱ्याउन चाहन्छु यहाँहरूलाई, राहु र केतुको बीचमा बाँकी 5वटा ग्रह मात्रै छन्, 2 वा 2 भन्दा बढी ग्रहहरू बाहिर परेका छन् भने त्यस्तो अवस्थामा काल सर्पयोगको दोष लाग्दैन। यो कुरा जानिराख्नुहोस्। र बाँकी रह्यो यहाँ 12 प्रकारका काल सर्पयोग भनेर भनिन्छ। ती 12 प्रकारका काल सर्पयोग जुनसुकै प्रकारको भए तापनि यहाँहरूलाई काल सर्पयोगबाट कुनै पनि अप्ठ्यारो नपर्ने किसिमको जानकारी र सुझाव म यहाँहरू समक्ष प्रस्तुत गर्न गइरहेको छु। यदि यहाँहरूलाई काल सर्पयोग भनेर देखाइएको छ, ज्योतिषीज्यू महाराजहरूले चाहिँ तपाईँलाई काल सर्पयोग परेको छ, ठुलो शान्ति पूजा लाउनुपर्छ, चाँदीका नाग बनाउनुपर्छ, चाँदीका चाहिँ बत्ती बालेर चाहिँ दान गर्नुपर्छ भन्ने विभिन्न किसिमका चाहिँ 50,000का पूजा खर्चहरू निकाल्छन्। त्यतातिर हजुर लाग्नु पर्दैन। यहाँहरूले मात्रै प्रत्येक दिन 41 दिनसम्म है, यहाँहरूले 41 दिनसम्म प्रत्येक दिन ओम आस्तिके नमः, ओम आस्तिके नमः भनेर 5 माला भने 108 माला 5 पटक भनेको 540 पटक जप्नुहोस्। ओम आस्तिके नमः भनेर 5 माला भनेको मतलब 108 × 5 भनेको 540 पटक 41 दिनसम्म जप्नुहोस्। यहाँहरूको कुण्डलीमा भएको सम्पूर्ण काल सर्पयोग हटेर जानेछ र यहाँहरूको जीवन सुखमय र मनमा शान्ति हुनेछ भन्दै आजको एपिसोडबाट बिदा हुन्छु। नमस्कार।